हेलो साथी, गुड मर्निङ। यो चाहिँ शङ्कर पार्क हो। आज शङ्कर पार्कमा मर्निङ वक आएको साथीहरू। शङ्कर पार्क भनेको चाहिँ हाम्रो महाराजगञ्ज एरियामा यही हो है शङ्कर पार्क। मर्निङ वक आएको यहीको हो। आज मौसम क्लियर भएर हिजोस्ति पानी परेर थियो। आज त एकदम राम्रो मौसम रहेछ र फुलहरू पनि सबै ओइलाएछ। हेर्दा कस्तो राम्रो फुलहरू थियो। त्यही पनि अलिअलि चाहिँ छ है। त्यो बिल्डिङ शङ्कर पार्क। मेरो साथी चाहिँ आउँदैछ, ऊ पनि खिचिरहेछ ब्लगर भ्लग बनाउँदैछिन्। म चाहिँ यो फुलहरू देखेर खिच्न मन लागेको। कस्तो दामी ठाउँ थियो कि फुलहरू अलिअलि ओइलाएछ पानीले। हेर्नु है हाम्रो शङ्कर पार्क दामी छ। माथि शिवजीको मन्दिर छ। हेर्नु यहाँ अस्ति फुलहरू कस्तो राम्रो थियो। आज त सबै फुलहरू त ओइलाएछ। यहाँ नै साथीहरू कस्तो राम्रो फुलहरू छ है। यो गुलाब हेर्नु न, गुलाब त्यहाँ बैगनबेली गुलाबको फुल राम्रो फुलेछ बरु है। कति दामी फुलेछ हौ गुलाब चाहिँ। ओलेर आउँदो रहेछ। यो त झऱ्यो। डस्टबिनहरू राखेछ। मान्छेहरू एक्सर्साइज गर्दै हुनुहुन्छ। यो चाहिँ माथि जाने बाटो साथीहरू। यो चाहिँ फुल हेर्नु न यहाँ नि त। साथी यो चाहिँ मन्दिर। म माथि मन्दिर बत्ती बालेर आउँछु है। नि त कति राम्रो। यहाँ चाहिँ मछली पनि थियो है। गणेश शङ्कर पार्कको यो चाहिँ योगा गर्ने ठाउँ रहेछ। मन्दिर
विनाशिनी हृदय ललिता देवी उदरे शूलधारिणी नाभौ च कामिनी दामी फुल है भ्याएको त साथीहरू बिचरा हिजोको पानीले नि यस्तो भएछ कि के फुल पो भन्थ्यो आऊ आऊ जाउँ अब अहिले सिसी क्यामेराले हेरेर हामीलाई तिमीहरूलाई कस्तो राम्रो नमी त उ त्यहाँ हिँड्दैछन् है नमी साथीहरू ल बाई बाई यो मर्निङ अगाएको बेलामा फुल राम्रो देखेर चाहिँ सानो ब्लग बनाएको बाई बाई हेरिदिनु होला अरू भने सब्सक्राइब गरिदिनु होला माई च्यानल बाई बाई नमस्कार।